हेलो गुड मर्निङ सेवने हजुरहरू सबैजनालाई। सो आजको भ्लग मैले मर्निङदेखि सुरु गरिसकेको छु। अहिले भने चाहिँ म किचनमा छु र किचनदेखि सुरु भइरहेको छ आजको मेरो यो भ्लग चाहिँ। तपाईहरूले सुरुदेखि अन्तिमसम्म हेरिदिनुहोस् होला। नानीहरूको छुट्टी आज हो, आइसिडिएस लानु परेन, स्कुल लानु परेन हो। सो यति भन्दै अलरेडी मैले किचनको कामहरू सुरु गरिसकेको छु। यहाँ मेरो दाल पाकिसकेको छ हो। दाल चाहिँ एकदमै डेली जस्तो नै हुन्छ, नानीहरूको छ हो। त्यही भएर चाहिँ दाल अन्त आजको सब्जी चाहिँ छुर्पीको चटनी छ हो। आलु सिमीहरू चाहिँ मैले फ्राई गरेको छु। आजको मेरो भ्लगमा चाहिँ तपाईँहरूलाई छुट्टीको दिन चाहिँ हामीले के गर्दै बस्छ हो। तर छुट्टीको दिन पनि हामी चाहिँ एकदमै बिजी नै हुन्छ हो। जाने होला हौ तिमी आइसिडिएस। लो गीत गाऊ। स्कुल छ नि, स्कुल भन्दा गीत गाइदेऊ न छिटो। अहिले चाहिँ मैले सकेँ किचनको काम चाहिँ। अन्त म चाहिँ आज अलिकति दिनले के भन्छ के हो कसो हो, शीतल त शीतल दिन भइरहेछ। अन्त अहिले चाहिँ मेरो रुम चाहिँ यहाँ सफा गरेकै छुइनँ, लथालिङ्गै छ। बिहान उठेर नानी खेलेर ठिकै छ हो। सो अहिले चाहिँ मैले सफा गरिसकेँ हो रुमहरू। अब चाहिँ मेरो चाहिँ आज चाहिँ काम छ हो। म चाहिँ आज चाहिँ
अहिले चाहिँ ऊ मेरो छोरी चाहिँ आइसक्यो खेलेर 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 मुमालाई पछ्याउँछ लुत्रुकै भएर गाई ग्वाली भित्र खेल्यो होला अन्त ऊ खेलिसक्यो खेलिसक्यो सन्तुष्ट भयो सक्यो अरे अहिले भर्खर उठेर चाहिँ सहयोग मलाई पनि लिएर आएको हो अन्त यो चाहिँ कुद्दै कुद्दै पर घरको आँगनको त्यो सिँढीसम्म पुऱ्याउनु पर्नेछ चाहिँ नानी एना र सहयोगमाको लागि चाहिँ मामटिका ल्याएको थिएँ खिचडी अन्त अब चाहिँ म हेर्नु जान्छु एकछिन हो मैले चाहिँ यहाँ परसम्म उक्लिसकेको छु केटाकेटीसँग के भनेको जस्तो केही भएर काम गर्ने त पाउँदैन होइन त ऊ नानाले बोलाउँदैछ के भन्दैछ होइन ल तिमी बस्दै गर है म गएर आउँछु ढल्केर अस्ति बेलुकाको पानीले जो भइरहेछ बिजी यहाँनिर
केटाकेटी चाहिँ यहाँ खेल्दैछ हो। अन्त कस्तो दिन भइरहेछ आज त नि, शीतल 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 एकदमै शीतल। बाई होइन हौ। सो अहिले चाहिँ रेस्ट गरिरहेको छौँ हामी सबैजना है। यता आमा हुनुहुन्छ, अन्त यता नाना हुनुहुन्छ, अन्त म चाहिँ यहाँ नानाले झालमुरा बनाइदिनु भएछ। म चाहिँ पिरो लगाएर खाएको है, अलिक रातो बनाएर हो। त्यो अस्तिको पिरो रामको सस लगाएर खाएको। र फाइनली अहिले चाहिँ मैले यो काम चाहिँ सकिसकेको छु यहाँ चाहिँ फाइनली यस्तो बनाएको छु। यहाँ चाहिँ झालेर एकदम छिटो, अन्त पानी पनि पर्यो हो। आजको दिन चाहिँ यस्तै धुमै। र यो साथीहरू तपाईँहरूलाई देखाइरहेको छु। अब यो ग्याप बिचको ग्यापमा चाहिँ म फुलहरू लगाइदिनु हल्का हल्का डिब्बीमा चाहिँ लगाइदिएको छु हो। यस्तो तरिकाले, तर सेप चाहिँ सेपै हुन्छ। यहाँ आँपको रुखहरू छ हो। अन्त आमा खोलिदिएर आउनुभयो हो। अन्त यो एकछिनलाई यो बिचको ग्यापमा चाहिँ म एकदमै फुलहरू लगाइदिने हो। अन्त यो घरको सिँढीसम्म नै दुईवटा कटिङ लगाइदिएको छु, जान्छ कि जाँदैन यस्तो देख्छ हो। यो चाहिँ मैले सकिसकेको छु। आजको भिडियोलाई चाहिँ म यतिमै राख्दै हजुरहरू सबैजनालाई थ्याङ्क यू सो मच मेरो भिडियो हेरिदिनु भएकोमा है। अन्त फेरि पनि नेक्स्ट भिडियो लिएर आउनेछु। तबसम्म मेरो भिडियो हेरिराख्नुहोस् होला मेरो भिडियोज। अनि सपोर्टमा नयाँ आउनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनुहोस् होला। सो अहिलेलाई बाई बाई।